यहाँहरू सम्पूर्णलाई यस बिहानीको समयमा जय मसी नमस्कार मेरा प्रिय मित्रहरू। आज मैले मेरो खानाको निम्ति यो न्युरोको सागलाई बनाउँदैछु। अनि जब मैले यो साग केलाउँदै थिएँ, मैले आधा जति केलाइसकेँ। अनि केलाउँदै गर्दा मलाई एउटा परमप्रभुको दासले बोल्नुभएको वचनको याद आयो। हामीले हाम्रो स्वास्थ्यको लागि धेरैचोटि हामीले सागपात खानु जरुरी छ, माछा मासु पनि आवश्यकता छ। तर हामीलाई चाहिँ सागले चाहिँ एकदम हेल्दी बनाउँछ। जुनैसुकै पनि हरियो सागपातले फलफुलले चाहिँ हाम्रो जीवनलाई हेल्दी बनाउँदछ भन्ने कुरा हामी सबैलाई थाहा नै छ हैन। अनि त्यसकारण मैले यसो सम्झेँ, जब फास्टिङ दानिएलको जीवनलाई हेर्ने पनि तिनी फास्टिङ बसिरहेका थिए आफ्नो देशलाई बचाउनलाई, आफ्नो देशका जातिहरूलाई अब मैले बचाउनुपर्छ, मेरो देशको निम्ति मैले प्रार्थना गर्नुपर्छ। अब मेरो यति सानो नर्मल प्रार्थनाले हुँदैन, म चाहिँ अब फास्टिङ सहित प्रार्थना बस्नुपर्छ भन्दै गर्दाखेरि त्यहाँनिर परमेश्वरलाई पुज्नेहरूलाई, परमेश्वरसँग प्रार्थना गर्नेहरूलाई सतावटहरू आइरहेको थियो। तर दानिएलले चाहिँ आफ्नो परमप्रभु परमेश्वरलाई चाहिँ प्रार्थना गर्न, फास्टिङ बस्नलाई चाहिँ छोडेनन्। तिनी त्यस्तो कठिनाइ समयमा पनि फास्टिङ बसेर, उपवास बसेर अनि परमेश्वरसँग आराधना गर्थे। दिनको 3 चोटि पनि प्रार्थना गर्थे भनेर हामीले बाइबलमा हेर्न सक्छौँ। जब हामीले दानिएलको पुस्तक 10को 2 देखि 2, 3, 4मा पढ्दै गयौँ भने हैन, त्यहाँनिर लेखिएको छ दानिएलले 3 हप्तासम्म कुनै पनि माछा मासु मांसहरू हैन, अनि त्यस्तो चिज खाएनन्, जुसहरू अनि हैन दागमध्ये जुसहरू कुनै पनि खाएनन्। उनी एकदम परमेश्वरसँग भक्ति र तल्लीन भएर एकोहोरो भएर अनि यस्तै हरियो साग र पात मात्रै खाएर परमप्रभु परमेश्वरसँग चाहिँ तिनीले आफ्नो देशको निम्ति, आफ्नो राष्ट्रको निम्ति प्रार्थना गरेको हामी दानिएलको पुस्तकमा पाउँदछौँ। त्यसकारण मेरा प्रिय मित्रहरू, हामी कतिजनाले चाहिँ बानी हुन्छ हामी दिनभरि फास्टिङ बसेर बेलुका मासु भात खानाहरू, मिठो भेराइटी खानाहरू हामी खान्छौँ हैन। तर कति फास्टिङ यस्तो हुन्छ, तपाईँ र म चाहिँ पानी पनि नखाएर हामी बस्छौँ। कति चाहिँ हामी दिनभरिको फास्टिङ पछि बेलुका खाना खान्छौँ, कसैले 24 घण्टा खाँदैनौँ, कोही 3 दिन, कोही 7 दिन, 5 दिन, 20 दिन हैन, 40 दिन हामी यसरी फास्टिङ बस्छौँ नि। अनि हामी चाहिँ कतिवटा फास्टिङ चाहिँ हामीले एकदम निर्मल सफा हैन अनि हरियो सागपात खाएर बस्नुपर्छ। त्यसकारण मैले आज तपाईँहरूको बिचमा साग केलाउँदै गर्दा मलाई दानिएलको जीवन याद आएर मैले छोटो भिडियो बनाएको छु। अनि तपाईँ हाम्रो फास्टिङ चाहिँ कतिपय अवस्थामा चाहिँ एकदम स्वच्छ फास्टिङ हुनुपर्छ, जसरी अनि केही पनि नखाएर आफूलाई टुटाएर आफूलाई एकदम परमेश्वरसँग नजिक हैन, परमेश्वरप्रति केन्द्रित बनाएर दानिएलले आफ्नो राष्ट्र र आफ्ना जातिका निम्ति फास्टिङ बसेका थिए। तपाईँ र हाम्रा चुनौतीमा पनि हामी धेरैचोटि हामी यस्तो दानिएलको फास्टिङलाई हामी बस्नुपर्छ। हामीले दानिएलको पुस्तक पढ्दै गर्दाखेरि त्यो सिक्ने